ब्रिज बनाउने बा, तारिफ पाउने बालेन, पुल बनाउने ओली गाली खाने, फुल सजाउने बालेन राष्ट्रभक्त ठहरिने हामी कस्तो समाजमा छौं। अनि फेरि अलि अगाडि बढो अर्काले वा कति राम्रो गमला भनेर माइतीघर मण्डलाको फोटो राखिदिन्छ अनि तल कमेन्ट आउँछ वा बालेन सिटी। गमलामा फुल रोप्ने बालेन हुनन् तर त्यहाँ माइतीघर मण्डला बनाउने एमालेबाटै निर्वाचित के छ स्थापित हुन्। तपाई हामीले बुझ्न जरुरी छ। माइतीघर बनाउनेको हार, गमला सजाउनेको जय जयकार। अनि फेसबुकमा कुनै रुटिन अफ नेपाल बन्द भन्नेहरूले हाल्दिन्छ हेर्नुहोस् रेणु दाहालको महानगरमा रंगशाला 4 वर्षमा पनि बनेन, बालेनको काठमाडौँमा 1 वर्षमा रंगशाला तयार। तपाईहरु बुझ्नु होला कीर्तिपुर र काठमाडौँ अलग अलग नगरपालिका हो, नगरपालिका नै अलग हो। र त्यो कीर्तिपुरको रंगशाला एकल रूपमा केपी ओलीको जिद्दी र केपी ओलीको अहंकारले नि बन्यो। लजा केपी ओलीमा त्यो एक लेभलको अहंकार पनि छ भने छ। सुरुङ मार्ग बनाउनु भयो, त्यसमा उहाँको योगदान छ। सिद्ध बाबाको सुरुङ मार्ग, त्यसमा उहाँको योगदान छ। फास्ट ट्र्याकमा 5-6 वटा सुरुङ मार्ग ब्रेक थ्रु भइसक्यो, त्यसमा उहाँको योगदान छ। यो कारणले बन्दैछ देश। मान्छेहरू भन्छन् एकान्त कुना कुसुन्तीको फराकिलो बाटो देखाउँछ अनि तल कमेन्ट आउँछ वाह बालेन सिटी। ललितपुर महानगरपालिका जिल्लै अलग हो, ग्वारकोको फ्लाइओभर ललितपुर जिल्लै अलग हो। त्यसैले मेरो अनुरोध छ जसले बनाएको हो उसले नै फेरि पनि बनाउँछ। यति चाहिँ बुझ्नुहोस्, जसले जे जानेको छ त्यही गर्छ। बनाउन जान्नेले फेरि पनि बनाउँछ, जलाउन जान्नेले फेरि पनि जलाउँछ। त्यसैले हामी बनाउने दिशामा अगाडि बढौं। यो हाम्रो मात्रै कुरा होइन, हाम्रो छोराछोरीको कुरा पनि हो। केही मान्छेहरूलाई रमिता हेर्न मन छ, म अनुरोध गर्न चाहन्छु मतपत्र